बाँकी खोजी खोजी भए पनि थाइल्यान्ड त जान्दैछौ, तर त्यहाँ पुगेर बेहोरा चाहिँ देखाउनु होइन नि। मलाई भने थाहा म त्यस्तो छुकछुक गर्दैन भनेर। छुकछुक गर कि नगर मलाई मतलब छैन, तर प्रोटेक्सन चाहिँ युज गर्नु नि। ल ल ल के भन्छौ है? ल ल त भन्छौ नि, तर तिमी कस्तो केयरलेस छौ, म चिन्दिन भनेको। जहिले पनि काम बिगारेर आउँछ। कसम मलाई त्यस्तो उल्टो पुल्टो काम के गर्दिन। हे के थाइल्यान्ड चाहिँ तिमी तीर्थ यात्रा गर्नु पो गएको होला हो? मैले त्यो प्रोटेक्सन ब्यागमा हालिदिएको छु, युज गर्नु चाहिँ नबिर्सिनु नि फेरि। सलाम बुढी तिमीलाई, तिम्रो नाम इतिहासमा सुनौलो अक्षरमा लेखिने छ कि एउटा बुढीले एउटा बुढालाई थाइल्यान्ड घुम्नु जाँदाखेरि बुढाको ब्यागमा प्रोटेक्सनको बन्डिल हालेर पठाएको थियो। अनि के भन्छौ यो मान्छे? म यो सनस्क्रिनको कुरा गरेको। तिमी समुद्रको बगरमा घुम्दाखेरि घामले डर्दैन? यो सनस्क्रिन लगाएर प्रोटेक्सन गर्नु भनेको। ए कुरा त त्यस्तो पो हो। कुरा चाहिँ छैन, मेरो अन्डरपेन्टमा कागज छ त्यसको बारे। तिम्रो अन्डरपेन्ट